मानिसहरूले आफ्नो हातमा कालो धागो किन लगाउँछन्? के यसले साँच्चै नराम्रो नजरबाट बचाउँछ? वा यसको पछाडि कुनै यस्तो रहस्य छ जुन हामीलाई बताइएकै छैन? मानिस एकदमै अनौठो प्राणी हो। जब उसलाई डर लाग्छ, उसले कुनै न कुनै कुराको सहारा लिन्छ। कहिले मन्दिर, कहिले ताबिज, कहिले ढुङ्गा, अनि कहिले कालो धागो त कहिले कालो टीका। तपाईले देख्नु भएको होला, धेरै मानिसहरूले हातमा, खुट्टामा, कम्बरमा कालो धागो बाँध्छन्। बच्चा जन्मिँदा आमाले उसको खुट्टामा कालो धागो बाँधिदिन्छन्। किन भन्छन्? नजर नलागोस् भनेर। तर प्रश्न यो हो, के यो सानो धागोले तपाईको जीवन बदल्न सक्छ? वा यसको पछाडि अरू कुनै रहस्य लुकेको छ? आज हामी यही कुरा बुझ्नेछौँ। कालो धागोले तपाईलाई नराम्रो नजरबाट जोगाउँदैन, तर त्यसो भए पनि किन धेरै मानिसहरूको जीवनमा परिवर्तन देखिन्छ? कालो रङ केवल रङ मात्र होइन। विज्ञान भन्छ कालो रङले ऊर्जा सोच्ने गर्छ। घामको किरण पनि कालो वस्तुमा पर्दा त्यो शोषिन्छ। त्यसैले पुराना ऋषिहरूले कालो रङलाई ऊर्जाको सन्तुलनको प्रतीक मानेका थिए। तर सम्झनुहोस्, धागोले काम गर्दैन, तपाईको चेतनाले काम गर्छ। धागो त केवल एउटा सम्झाउने सङ्केत हो। धेरैलाई थाहा छैन, कालो धागो केवल सुरक्षा होइन, ऊर्जासँग पनि जोडिएको छ। एउटा गाउँमा एक मानिस सधैँ कालो धागो बाँधेर हिँड्थ्यो। कसैले सोध्यो, तिमी किन यो लगाउँछौ? उसले भन्थ्यो, मलाई कसैले नोक्सान नगरोस् भनेर। एक दिन त्यहाँ एक बुद्धिमान साधु आए। उनले सोधे, यदि धागोले नै तिमीलाई बचाउँछ भने तिमीलाई बुद्धिको के आवश्यकता? त्यो मानिस चुप लाग्यो। साधु हाँसेर भने, सुरक्षा बाहिर होइन, भित्र सिर्जना गर्नुपर्छ। अब तपाईँ सोध्न सक्नुहुन्छ, अनि कालो धागो लगाउनुको फाइदा के हो? फाइदा छ, तर मानिसहरूले सोचे जस्तो होइन। जब तपाईँ आफ्नो हातमा कालो धागो देख्नुहुन्छ, तब तपाईले सम्झनुपर्छ कि म सचेत रहनुपर्छ भनेर। किनकि धेरैजसो दुःख नराम्रो नजरले होइन, नराम्रो सोचले निम्त्याउँछ। मन निकै शक्तिशाली हुन्छ। यदि तपाईलाई विश्वास भयो कि तपाईँ सुरक्षित हुनुहुन्छ भने तपाईको शरीर र दिमागले पनि त्यस्तै व्यवहार गर्न थाल्छ। त्यसैले कहिलेकाहीँ कालो धागोले मानसिक सुरक्षा दिन सक्छ। अर्को फाइदा, परम्परासँग जोडिने। हाम्रो समाजमा कयौं वर्षदेखि केही प्रतीकहरू चल्दै आएका छन्। कालो धागो पनि त्यसमध्ये एक हो। तर खतरा त्यति बेला हुन्छ जब तपाईँ प्रतीकलाई नै सत्य ठान्नुहुन्छ। यदि कालो धागो यति शक्तिशाली हुन्थ्यो भने जसले लगाउँदैनन् उनीहरू कसरी सुरक्षित छन्? समस्या धागोमा होइन, अन्धविश्वासमा छ। मानिसहरू सोध्छन्, यदि धागो टुट्यो भने केही नराम्रो हुन्छ, हरायो भने दुर्भाग्य हुन्छ भनेर। तर यदि यति सानो कुराले तपाईको भाग्य बदल्न सक्छ भने तपाईको भाग्य धेरै कमजोर छ। सुरक्षा धागोबाट होइन, सचेतनाबाट आउँछ। जब तपाईँ सचेत हुनुहुन्छ, कसैले पनि तपाईको ऊर्जालाई नोक्सान पुर्याउन सक्दैन। तपाईले देख्नु भएको होला, केही मानिसहरूले कहिल्यै कालो धागो लगाउँदैनन्, तर पनि उनीहरू खुसी, सफल र शान्त हुन्छन्। र केहीले शरीरभरि ताबिज र धागो लगाउँछन्, तर पनि डराइरहन्छन्। किन? किनकि समस्या धागोमा होइन, मनमा छ। मानिसहरू भन्छन्, नजर लाग्यो। तर साँचो के हो भने संसारकै सबैभन्दा खतरनाक नजर अरूको होइन, तपाईको आफ्नै नजर हो। यदि तपाईँ सधैँ नकारात्मक सोच्नुहुन्छ भने त्यही तपाईको जिन्दगी बन्न जान्छ। कालो धागो कहिले लगाउने? यदि तपाईँ लगाउन चाहनुहुन्छ भने लगाउन सक्नुहुन्छ। तर सम्झनुहोस्, यसलाई जादु नठान्नुहोस्। यसलाई एउटा सानो सङ्केतको रूपमा बुझ्नुहोस्, जसले तपाईलाई हरेक दिन सम्झाउँछ सकारात्मक रहनु, सचेत रहनु र आफ्नो मन सफा राख्नु। अन्तिम कुरा, म तपाईलाई कालो धागो उतार्न पनि भन्दिन, न त लगाउने भन्छु। म केवल यति भन्छु, यदि लगाउनुहुन्छ भने बुझेर लगाउनुहोस्, अन्धविश्वासबाट होइन। किनकि वास्तविक सुरक्षा कुनै धागोमा हुँदैन, वास्तविक सुरक्षा तपाईको चेतनामा हुन्छ। र जुन दिन तपाईँ जाग्नुहुन्छ, सचेतना आउँछ, त्यो दिन तपाईलाई कुनै धागोको आवश्यकता पर्दैन।